कहाँ गयो बस बस सक्दैन हो क्या मलाई दे बुई बाबु यता आइ गर्छन् छुनुहुन्न नि आइ गर्छन् हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ साथीहरू अनि न्यू डे न्यू भ्लगको साथमा आज पनि म हजुरहरूको सामु भ्लग लिएर आइसकेको छु अनि के कस्तो हुन्छ अन्तिमसम्म भिडियो हेर्नु होला साथीहरू अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि म छु अहिले इन्डियामा म बस्न चाहिँ इन्डियामा हो साथीहरू आजभोलि हाम्रोतिरको सिजन यस्तो छ हरियाली झकमक यो के को रुख हो भन्नुहुन्छ भने यो स्याउको रुख हो अनि स्याउ आजभोलि फुल्दै छ जताकतै फुलेर रङ्गी चङ्गी छ अनि अहिले हामी यसो बगैँचामा घुम्न आएको मेरो छोरा म अनि यता मेरो छोरा पनि छन् हाई गर हाई हेलो स्याबास स्याबास ल चलो आऊ यता अनि हामी यहाँ बगैँचामा घुम्ने घुमघाम भइरहेछ बगैँचामा अनि आजभोलि यतातिर गुच्ची पनि भेटिन्छ गुच्ची च्याउ पनि भेटिन्छ च्याउ भेटिने सिजन हो यस्तै उसमा बगैँचाको यस्तो भित्तातिर यस्तो भुइँमा यस्तो घारीतिर हुन्छ भेटिन गाह्रो हुन्छ खोज्न पर्छ यस्तरी खोज्न पर्छ यस्तरी कि थाहा मिल्न पनि सक्छ मलाई अनि हामी आमा छोरा बगैँचामा डुल्दैछौँ बाबु गुच्ची भेटायो गुच्ची ओहो नि नसुटे है नसुट्नु है चिसो हुन्छ जाम अलि पर जाम हौसा गर हौसा ल बिस्तारै हिँड है बिस्तारै अब हेर्दा हेर्दै स्याउ पनि फुलिसक्यो हेर्दा हेर्दै फेरि फल्छ फलेपछि फेरि स्याउ खाने भइहाल्छ यस्तै छ जिन्दगी यस्तै हो साथीहरू हामीलाई गुच्ची पो मिल्ने हो कि मिल्ने होइन बाबु कहाँ छ गाई घाँस भन न घाँस यो के हो भन स्याउ हो मेरो छोराले स्याउ पनि चिनिसक्यो पोहोरको साल स्याउ खाँदाखेरि एक सालको थियो अब स्याउ अरे स्याउको रुख बच्चाहरूले कहाँ बिर्सिन्छ र स्याउ यस्तो छ यतातिर हाम्रो बस्ने ठाउँ यस्तो छ हजुर कहाँ छ आमा कहाँ बाबा र अहिले काममा जानुभएको छ नि कहिले लिएर फालेको थियौ तिमीले यो उचाल खेल तिमी आफै आऊ अलि उतातिर जाम गुच्ची खोज्न गुच्ची नमिल्ला जस्तो छ आऊ बिस्तारै आऊ है गुच्ची यस्तोमा हुन्छ साथीहरू यस्तोमा अनि गाह्रो हुन्छ भेटिनलाई बाबु तिमीलाई गुच्ची मिल्यो मिल्यो कि मिलेन मिलेछ कहाँ मिल्यो एप्पल मिल्यो ओहो डग अरू भन अरू खै त अरू भनेको एप्पल डग
अरू के आऊ अलि परतिर जाऊँ घुम्न अलि उतातिर पाइन्छ कि आऊ आऊ त बिस्तारै बिस्तारै बुई बुई आऊ ऐ ओइ ऐ बिस्तारै बिस्तारै बिचालै घुच्चिन मिला जस्तो छ जतिन हामीलाई घुच्चिन मिला जस्तो छ नि मिल्ला कि नमिल्ला मिल्दैन होला ल हिँड अब बिस्तारै हिँड्ने है हस् भन न नक्कल हस् भनिदेऊ न हस् आऊ मन्नी कता मन्नी अरे उठ्ने उठेर कहाँ जाने बिस्तारै बिस्तारै अहिले चाहिँ साँझ 5-6 बज्न लागेछ यही टाइममा मैले भ्लग स्टार्ट गरेँ बगैँचामा यसो घुमौँ अनि भिडियो पनि बनाऊँ भनेर हो कि होइन हो किन ऊ बारीतिर पनि यस्तो स्याउ छ अनि फुलिरहेछ झक्कमक्क फुलेको छ नहल्ला बाबु नहल्ला रुख हल्लाउनु हुन्न नि फुलहरू झर्छ नि बस गयो बस गयो बस आयो भन बस आयो बस सरर बस गयो कहाँ गयो बस बस गयो हो गाडी गयो बजार गयो नि बजार गयो जुङ्ग्रा हेर्दै किटक्क बारा यहाँ किटक्क जे गर्यो त्यही सिक्ने हिँड फेरि अलि परसम्म जाऊँ अलि परतिर जाऊँ हान्जी उठ्नु भन्छ मेरो छोराले उठ्नु रे उठ्नु गुङ गर्छ गुङ भनेको फेरि लोटिन्छ भन्छ बाबुले लोट्ने हुन्छ भन्छ गएन छोरा बिस्तारै पो हिँड्ने हो बिस्तारै हिँड्ने हो कि गुच्ची खोज्दै गुच्ची नजाम होला उता जतिन उता नजाम गुच्ची खोजिया हो कि बिस्तारी के गयो आमा जाने कहाँ हुनुहुन्छ आमा कहाँ छ छिया कहाँ छ भित्ती छ भित्ती गयो जाम अब आऊ जाम के गर्ने त्यहाँ के गर्ने अरे मलाई बुई गर्छ हौ हजुर मलाई बुई गर्न सक्दैनौ के त्यहाँ बुई गर्ने यहाँ आइज अरे म कसरी जानु सक्दैनौ के मलाई दे बुई
सक्यो यस्तै हुन्छ बुई गर्ने मान्छे मलाई बुई गर्न सक्दैन किन जाने अब चिसो हुन्छ अनि साथीहरू अहिले साँझ पर्न लागिसक्यो म भोलिको पनि यही भिडियोमा जोड्ने छु भिडियो भोलि दिनभरिको अनि के गर्छु कसो गर्छु त्यही हो घरमा के गर्छु कसो गर्छु त्यही काम हुन्छ मेरो घरकै काम अरू काम केही हुन्न बच्चासित के हुन्छ र काम पनि अनि त्यसै भिडियोहरू देखाउने छु साथीहरू हेर्दै गर्नु होला अन्तिमसम्म हेरिदिनु होला भिडियो अनि मैले समटाइम मात्र हो यस्तो भ्लगहरू ल्याउने कमेडी भिडियोहरू बनाउँछु कमेडी भिडियोहरू पनि हेरिदिनु होला लाइक गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गर्नु नबिर्सनु होला ल साथीहरू आज नेक्स्ट डे हिजोको भिडियोमै जोड्ने छु यो भिडियो पनि अनि आज हामी अहिले बजार जान लागेछौँ साथीहरू भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला साथीहरू हामी बसमा पनि बसिसक्यौँ अनि बसमा म्युजिक बजिरहेको थियो त्यही कारणले गर्दा मैले साउन्ड अफ गरेको छु अनि मेरो छोरा यसरी बसिरहेको छ यहाँनिर मजाले बसिरहेको छ भयो जाम फेरि के खाने हो र को खाने एकछिन रुक छुट्टियां बड़ी मार पड़ेगी 4 छुट्टियां भी है 3 छुट्टियां भी आगे 18 19 20 की छुट्टी भैया ये 10 वाली नहीं है हाँ जी 10 वाली है दे दो खाउला एकछिन रुक जाऊ दिए तो जा पुङ हिँड अझै फेरि पैसा दिने हाँ नहीं तो बंद करूँगा कमरे में लो दे हिँड अब ल्याऊ नहीं खाना आऊ अब जाने खोल्ने बाबु यता आइ गर्छन् छुनुहुन्न नि आइ गर्छन् आऊ यता आऊ हांजी नागर के पाठी नागर नले के
किन नगर्ने ल्याउ ल छोरा पनि टक्लु भयो आज कस्तो गरिरहेछ कि हो आजो आजो पीछे हामी उत्रिसक्यौँ बसबाट अनि बाबु र बाबुलाई आफ्नो बाबाले ल्याउन आउनु भएको थियो गइसक्नु भयो अनि म जान लागेको छु आइयो डेरा पनि बाबुको बाल पनि फालियो कहाँ गएको यता आऊ हान्जी गाडी दिने कतिवटा गाडी ल्याएको छ थाहा छ अहिले दुईटा गाडी लिएर बजारबाट घरमा उइस यो हो लाउनु लगाउनु त सान्छु सोध्न लाउनु त लगाउनु न डोली तल बनाउने गोतिलो नै थिएनन् क्या अरू छेक्छ राम्रो छ यो काम गर्दाखेरि लाउने बाबुको पनि सेम छ र साथीहरू आजको भिडियो के कस्तो लाग्यो अब इन्ड गर्नुपर्ने हुन्छ अब फेरि अर्को दिन अर्को भ्लगमा भेटौँला अनि भिडियो मन परेमा लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू बाई बाई